हजुरहरू सबैजनालाई इलोहिम परमेश्वरको नाउँमा जय मसीह अनि नमस्ते भन्न चाहन्छु। आजको हाम्रो वचनको शीर्षक छ हाम्रो तुच्छ अवस्थालाई उच्च पार्ने परमेश्वर। प्रियरो, बाइबलमा हामी एकजना स्त्रीको विषयमा पाउँछौँ। मर्कुस 5 अध्यायको 25 देखि 34 सम्म यो स्त्री 12 वर्षदेखि रगत बगिरहेको स्त्री छ अनि यो अवस्था उसको लागि चाहिँ एकदमै खराब अवस्था भएर गएको छ। अनि त्यहाँनिर बताउँदछ उसले सबै वैद्यहरूलाई देखाएको छ, सबै उपचारहरू गरेको छ अनि तर निको हुन सकेको छैन। अनि यो अवस्थामा यो स्त्रीको दिन प्रतिदिनको जीवन चाहिँ तल 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 खस्दै गइरहेको छ। अनि भनौँ जीवन अब एउटा अन्त हुने समयमा पुगिसकेको छ, जीवन अब लास्ट स्टेजमा पुगिसकेको छ अनि अब केही आशा छैन। 12 वर्ष एउटा स्त्रीको रगत बग्नु भन्ने कुरा यो सानोतिनो कुरा होइन, यो खेलाइँची कुरो पनि होइन। अनि यो दिदीले यो अवस्थालाई भोगिरहनु भएको छ, यो परिस्थितिसँग उहाँ दिन प्रतिदिन लडाइँ गरिरहनु भएको छ, सबै कुरो गरिसक्नुभयो तर निको भएको छैन। बाइबलले बताउँदछ उहाँ चाहिँ अब हामीले सजिलो भाषामा बुझ्नु हो भने खली खप्पुर भइसक्नु भएको छ, सबै सम्पत्ति पनि सकिसकेको छ। अब मानिस जातिले सायद हुनसक्छ अब यो चाहिँ कहिले मर्छ भनेर पनि सायद पर्खिरहेको हुनसक्छ। यस्तो अवस्था भएको छ, अब केही पनि आशा छैन। आशा नभएको अवस्थामा एकजना व्यक्ति आशा लिएर त्यहाँनिर आउनुभएको छ। भिडमा त्यहाँनिर येशूको प्रवेश भएको छ। अनि जब यो स्त्रीले चाहिँ एउटा मनभित्र एउटा विश्वास गरिन् कि म चाहिँ येशूको लुगा मात्रै छोएँ भने पनि म निको हुन सक्छु भन्ने विश्वास यो स्त्रीले गरेको छ। अनि त्यो भिडमा येशू ख्रीष्टको वस्त्र साँच्चै नै उसले आँट गरेर त्यो वस्त्र छोयो अनि जसै त्यो वस्त्र छोयो त्यहाँनिर एउटा चमत्कार भयो। अनि चमत्कार चाहिँ के भन्दै गर्दाखेरि चाहिँ त्यो दिदीको रगत बग्नु बन्द भयो, त्यो स्त्रीको रगत बग्नु बन्द भयो। त्यति नै खेर उसले निको पायो, चङ्गाई भएको छ। आज यो दिदीको अवस्था, यो स्त्रीको अवस्था भनौँ एकदमै तल्लो दर्जामा नीच अवस्थामा पुगिसकेको छ। तर हेर्नुहोस् त येशूको कारणले गर्दा यो स्त्रीको अवस्था चाहिँ तुच्छबाट उच्चतर्फ गएको छ। जब एउटा बिरामी निको हुन्छ नि उसको मनमा आनन्द आउँछ अनि के गर्छु भन्ने ऊर्जाहरू आउँछ अनि सायद यो स्त्रीको जीवनमा पनि त्यही ऊर्जा आएको छ। आज तपाईँहरूलाई खुसीको कुरा र उत्साहको कुरा यही बताउन चाहन्छु, तपाईँ पनि यस्तै अवस्थामा त हुनुहुँदैन। केही कारणले गर्दाखेरि तपाईँको अवस्था पनि तुच्छ अवस्थामा त पुगिसकेको छैन। हुनसक्छ तपाईँ कुनै नराम्रो लतको आदी हुनुहुन्छ अनि तपाईँको अवस्था चाहिँ तुच्छ भइरहेको छ। हुनसक्छ तपाईँ धेरै लामो समयदेखि कुनै कुराले गर्दा त्यो कुरामा तपाईँ एकदमै डरलाग्दो प्रकारले डुबिरहनु भएको छ अनि तपाईँको अवस्था चाहिँ तुच्छ भइसकेको छ। हुनसक्छ तपाईँको शारीरिक अवस्थाले, हुनसक्छ तपाईँको आर्थिक अवस्थाले, हुनसक्छ तपाईँको पारिवारिक समस्याले गर्दा तपाईँको अवस्था चाहिँ तुच्छ भएर गएको छ भने आज खुसीको सन्देश यो छ कि यीशुले तपाईँको तुच्छ अवस्थालाई उच्च पारिदिन सक्नुहुन्छ। अनि मात्र विश्वास तपाईँले येशूमा गर्नुहोस् अनि भन्नुहोस् प्रभु मेरो अवस्था यो छ। अनि जसरी त्यो स्त्रीले येशूको कपडा छुँदाखेरि म जाति हुन्छु भन्ने विश्वास राखेको थियो, तपाईँले भन्नुहोस् प्रभु म यस्तो अवस्थामा छु, तपाईँले मेरो अवस्थालाई तुच्छबाट उच्चमा पुर्याइदिनुहोस्। अनि यो येशू तपाईँको लागि हुनुहुन्छ, यो येशूले तपाईँको अवस्थालाई असल बनाउन सक्नुहुन्छ। यो येशूले तपाईँको अवस्थालाई त्यो 12 वर्ष रगत बग्ने स्त्रीको जस्तै त्यो मरेतुल्य अवस्थाबाट, त्यो तुच्छ अवस्थाबाट निको पारेर चङ्गाई पारेर उच्च अवस्थामा लाने काम गर्नुभयो। यही कुरो येशूले तपाईँको जीवन पनि गर्न सक्नुहुन्छ। विश्वास गर्नुहोस्। हवस् त परमेश्वरले तपाईँ अनि तपाईँको परिवारलाई आशिष दिउन्।